नमस्ते सबैजनालाई। आज हामी एक्टिभ लर्निङ इङ्ग्लिस बोर्डिङ स्कुलको क्लास 9 विद्यार्थीहरू आज हामी हजुरहरूलाई कम्प्युटर एसेम्बल गरेर देखाउने छौँ। सुरुदेखि अन्तिमसम्म के हुन्छ हजुरहरूलाई यहाँ देखाउने छौँ र कम्प्युटरमा हुने पार्टहरूको त्यो व्याख्या गरेर हजुरहरूलाई देखाउने छौँ। आज हामी सुरुदेखि अन्तिमसम्म गरेपछि हामीले हजुरमा अन्त्यमा हामी सिपियुलाई खोलेर पनि देखाउने छौँ, वर्क गरेर पनि देखाउने छौँ। हामी यति भन्दै म मेरो भनाइ एन्जल साथीलाई दिन चाहन्छु। अब उहाँले गर्नुहुन्छ सिपियु एसेम्बल कसरी गर्नुपर्छ भनेर एसेम्बल गर्नुहुन्छ। धन्यवाद अनिश साथीलाई। अनिश साथीले भने चाहिँ आज चाहिँ हामी पिसीलाई एसेम्बल गरेर देखाउने छौँ हजुरहरूलाई। र हामीले चाहिँ पिसी एसेम्बल गर्दाखेरि सुरुमा चाहिँ हामीले मदरबोर्डलाई हेर्नुपर्छ। यो मदरबोर्डले चाहिँ हाम्रो यो कम्प्युटरको डिफ्रेन्ट पार्ट अथवा यो सिपियुको डिफ्रेन्ट पार्टहरूलाई चाहिँ चलाउने काम गर्छ यो मदरबोर्डले। र यो मदरबोर्डको मेन चिपलाई चाहिँ हामी हेर्छौँ अहिले। यो चाहिँ हाम्रो कम्प्युटरको के अरे सिपियु स्लट हो। र हाम्रो चाहिँ यो शरीरलाई चलाउन ब्रेन चाहिन्छ भने जस्तै यो सिपियु अथवा यो मदरबोर्डलाई चलाउनलाई चाहिँ यो सानो चिप चाहिन्छ। र यो सिपियु चाहिँ यसलाई चाहिँ हामीले सिपियु भन्छ। यो सानो चिप चाहिँ हाम्रो यो मदरबोर्डको ब्रेन भने जस्तै हो। र यो मदरबोर्डमा चाहिँ यो सिपियुलाई चाहिँ यो कट देख्न सक्नुहुन्छ हजुरहरूले। यो कटलाई चाहिँ यहाँ यसरी पारेर यो कम्प्युटर सिपियु स्लटमा यसरी एसेम्बल गर्न सक्नुहुन्छ। यो हाम्रो यो मदरबोर्ड चाहिँ डेमोको लागि थियो र अरू मदरबोर्डहरूमा हुने कनेक्सनहरू देखाउनलाई चाहिँ हामी अर्को मदरबोर्डको प्रयोग गर्नेछौँ। र त्यो मदरबोर्ड दिनको लागि चाहिँ म मेरो साथी आशिषलाई दिन आग्रह गर्छु। र यो मदरबोर्डलाई चाहिँ मदरबोर्डलाई उता राखिदियो। र यो हाम्रो यो मदरबोर्डलाई चलाउनलाई चाहिँ यो मदरबोर्डको कम्पोनेन्टहरूलाई चलाउनलाई चाहिँ इलेक्ट्रिसिटी दिनुपर्छ यसमा। र यो मदरबोर्डमा इलेक्ट्रिसिटी प्रड्युस गर्न चाहिँ हामीले यो हाम्रो मदरबोर्डमा इलेक्ट्रिसिटी प्रड्युस गर्न चाहिँ हामीले यो एस बक्सको प्रयोग गर्नेछौँ। र यो बक्समा भएको यो ATX कनेक्सन 24 पिनले चाहिँ यो मदरबोर्डमा रहेको यो डिफ्रेन्ट कम्पोनेन्टलाई चाहिँ डिफ्रेन्ट एक्सटर्नल भोल्टेज दिने काम गर्छ। र यो मदरबोर्डको चाहिँ यस ठाउँमा यसरी प्रयोग गर्नेछ। र यो डिफ्रेन्ट कलरले चाहिँ डिफ्रेन्ट एक्सटर्नल भोल्टेज दिन्छ भने चाहिँ त्यो चाहिँ यहाँ हामीले देख्न सक्नुहुन्छ यो पावर सप्लाई बक्समा। र अब यो ATX कनेक्सनको केबलले चाहिँ यो मदरबोर्डमा रहेको डिफ्रेन्ट कम्पोनेन्टलाई चाहिँ डिफ्रेन्ट एक्सटर्नल भोल्टेज दिने काम गर्छ। र हाम्रो यही पावर सप्लाई बक्समा रहेको अर्को एउटा केबल चाहिँ यो ATX कनेक्सन। र यो हाम्रो यो पावर सप्लाईमै रहेको अर्को ATX 4 पिन कनेक्सनले चाहिँ यो मदरबोर्डको के अरे कुनै कम्पोनेन्टलाई चाहिँ अझै एडिसनल भोल्टेज चाहिएको हुन्छ हो त्यो कम्पोनेन्टहरूलाई चाहिँ एडिसनल भोल्टेज दिने काम चाहिँ यो ATX 4 पिनले गर्छ। र अब अर्को हाम्रो मेन कम्पोनेन्ट भनेको चाहिँ हाम्रो SSD हो। र त्यो SSDलाई चाहिँ म मेरो साथी आशिषलाई चाहिँ त्यो पास गरिदिन आग्रह गर्छु। र यो हाम्रो SSD चाहिँ यो मदरबोर्डको मेन कम्पोनेन्ट हो। यो चाहिँ सेकेन्डरी स्टोरेज डिभाइस हो। जति पनि हामीले यो सिपियुमा अथवा मदरबोर्डमा चाहिँ हामीले जति पनि फोटो, अडियो, गेम्स, म्युजिकहरू चाहिँ डाउनलोड गर्छ त्यो चाहिँ सबै यस सेकेन्डरी स्टोरेजमा चाहिँ सेभ भएर बस्छ। र यो SSD चाहिँ पहिलाको एज हार्ड डिस्कको तुलनामा चाहिँ यो एकदम चलाउन सजिलो हुन्छ र फास्ट हुन्छ। र यो SSD को मेन चिज चाहिँ यो एकदम भरपर्दो हुन्छ हार्ड डिस्कको तुलनामा। र यो हाम्रो यो SSDमा रहेको जति पनि डाटाहरूलाई चाहिँ रिड गर्नलाई चाहिँ हामीलाई यसमा पावर दिनुपर्ने हुन्छ। र त्यो पावर चाहिँ हामीले यो पावर सप्लाई बक्सको केबल चाहिँ हामीले यसरी यो SSDमा चाहिँ यो साटा केबल के अरे यो केबलको प्रयोग गर्छ यसमा चाहिँ के अरे पावर सप्लाई गर्न।
र हाम्रो र यही एसएसडीमा रहेको डाटालाई चाहिँ हामीले रिड गर्न चाहिँ हामीले अर्को साटा केबलको प्रयोग गर्छ र यो चाहिँ यसलाई चाहिँ साटा केबल भनिन्छ र यो साटा केबलको एउटा साइड चाहिँ हामीले यहाँ यसरी जोड्छौँ र अर्को साइड चाहिँ यो मदरबोर्डको यसरी जोड्छौँ र अब अर्को हाम्रो मेन मेमोरी कम्प्युटरको मेन मेमोरी भन्नलाई चाहिँ हामीले प्राइमेरी मेमोरी भनिन्छ र त्यो प्राइमेरी मेमोरी भनेको चाहिँ यो RAM हो। यो RAM भनेको चाहिँ भोलाटाइल मेमोरी हो जसले चाहिँ भोलेटाइल मेमोरी भनेको चाहिँ यो कम्प्युटरमा कुनै पनि प्रोग्रामहरू रनिङ भइरहेको छ भने चाहिँ त्यो प्रोग्राममा चाहिँ रनिङ भइरहेको प्रोग्रामको डाटा चाहिँ स्टोर गर्ने काम गर्छ यो। अनि त्यो प्रोग्राम सकेपछि चाहिँ त्यो आफै इरेज हुन्छ र यो रामलाई चाहिँ हामीले मदरबोर्डको यस भागमा चाहिँ यसरी एसेम्बल गर्छौँ र अर्को पार्ट चाहिँ यहाँ र अहिले चाहिँ हामीसँग 2 GB को ऱ्याम छ र यसलाई मिलाएर चाहिँ हामीले 4 GB को ऱ्याम बनाएका छौँ र यो ऱ्यामलाई चाहिँ एसेम्बल गर्न चाहिँ यसलाई यसरी प्रेस गर्नुपर्छ र फिक्स भएन भने यताको स्लटलाई यसरी छुनिदिनुपर्छ र अर्को साइडको नि यस्तो गरिदिनुपर्छ अर्को स्लटलाई यसरी बन्द गरिदिनु। र अब अर्को हाम्रो मेन कम्पोनेन्ट भनेको चाहिँ यो कुलर फ्यान हो र यो हाम्रो उते त अनिस यो मदरबोर्डमा रहेको यो मेन CPU चाहिँ जति पनि डाटा अथवा इन्स्ट्रक्सनहरू रन गराइरहेको हुन्छ चलाइरहेको हुन्छ त्यसले गर्दा चाहिँ यो CPU मा चाहिँ एकदम हिट प्रड्युस गर्छ। त्यसैले यो हिटलाई सेलाउनको लागि चाहिँ हामीले यो कुलर फ्यानको प्रयोग गर्छौँ र यो कुलर फ्यानको यो केबल चाहिँ हामीले यस मदरबोर्डको यहाँ यसरी एसेम्बल गर्छौँ र अब हाम्रो यो मदरबोर्डको लगभग सबै कनेक्सन चाहिँ सकिसकेको छ र यो मदरबोर्डलाई अन अफ गर्ने केबल चाहिँ केबलको चाहिँ तार चाहिँ यहाँ हामीले यस भागमा मदरबोर्डको यस भागमा यसरी जोड्छौँ। त्यो चाहिँ हामीले पछि अन्तिममा गर्नेछौँ र अहिले चाहिँ हाम्रो यो मदरबोर्डमा रहेको डाटालाई चाहिँ आउटपुटमा देखाउनलाई चाहिँ हामीले मोनिटरको युज गर्छौँ र त्यसको मोनिटरमा देखाउनलाई चाहिँ त्यसको लागि हामीले VGA केबलको प्रयोग गर्नेछौँ र त्यो VGA केबल चाहिँ र हाम्रो यसलाई चाहिँ हामीले VGA केबल भन्छ। यसले चाहिँ हाम्रो यो मदरबोर्डमा रहेको डाटालाई चाहिँ आउटपुटमा देखाउनलाई चाहिँ काम गर्छ र यो VGA केबलको यो केबल चाहिँ हामीले मदरबोर्डको यस भागमा चाहिँ हामीले यसरी एसेम्बल गर्छौँ र यसैसँग हामीले यो किबोर्ड र माउसको पनि एसेम्बल गर्छौँ किनभने यो कम्प्युटरलाई कन्ट्रोल गर्न चाहिँ किबोर्ड र माउसको जरुरत पर्छ र त्यसैले यो किबोर्डको केबल चाहिँ हामीले यहाँ यसरी जोड्छौँ र अर्को हाम्रो माउसको केबल चाहिँ मदरबोर्डको यस ठाउँमै यसरी फिक्स गरिदिउँ एसेम्बल गरिदिउँ र हाम्रो चाहिँ यो सबै कनेक्सनहरू सकिसकेको छ र अब हाम्रो काम भनेको चाहिँ यो मोनिटरलाई र यो पावर सप्लाईमा चाहिँ भोल्टेज दिने काम हुन्छ र यो सुरुमा चाहिँ हामीले यो पावर सप्लाई बक्समा चाहिँ भोल्टेज दिनको लागि यो केबलको युज गर्छौँ र यो केबल चाहिँ हामीले यहाँ यसरी जोड्छौँ र यो भोल्टेज दिनलाई यो यहाँ यसरी जोड्छौँ र यो मोनिटरको केबल पनि यहीँ हामीले यसरी जोड्छौँ र भयो। यो हाम्रो सबै केबल कनेक्सनहरू भइसक्यो र अब चाहिँ हामीले यसलाई स्टार्ट गरेर देखाउने छौँ र यो हजुरहरूले देख्न सक्नुहुन्छ हाम्रो कम्प्युटर चाहिँ यसरी अन भइसकेको छ। यो मोनिटरमा चाहिँ आउटपुट देखाइरहेको छ र हामीले यसलाई अन गर्न चाहिँ हामीले यो किबोर्डको F1 मा यसरी प्रेस गर्नुपर्ने हुन्छ। र हामीले यसलाई अन गर्न चाहिँ यसरी जान्छ डिफरेन्ट गरौँ ओके गर्नु देख्न सक्नुहुन्छ हजुरले यो हाम्रो मोनिटर चाहिँ पुरा रूपमा CPU मोनिटर चाहिँ पुरा रूपमा चलिसकेको छ र यसमा चाहिँ तपाईहरुलाई म केही चीज लेखेर देखाउने छु। र
देख्न सक्नुहुन्छ। र हाम्रो चाहिँ यो एसेम्बल सबै कम्प्लिट भएको छ र यस काममा चाहिँ मलाई सहयोग गर्नुहुने मेरो आशिष साथीलाई चाहिँ म धेरै धेरै धन्यवाद दिन चाहन्छु। र हामीलाई यो सबै एसेम्बल गर्न सिकाउनु हुने हामीलाई कम्प्युटर पढाउने हाम्रो टिचर राजन सरलाई नि पनि हामी धेरै धेरै धन्यवाद दिन चाहन्छु। र यसैको साथमा यो शब्दलाई टुङ्ग्याउन चाहिँ म मेरो साथी अनिसलाई चाहिँ मेरो माइक पास गर्छु। धन्यवाद दिनु साथीलाई। हजुरहरूले देखिसक्नुभयो हामीले कस्तो गरेर चाहिँ के गरेर हामीलाई यस्तो यो कम्प्युटरहरू गर्न सिकाउनु हुने हाम्रो राजन सरलाई धेरै धेरै धन्यवाद हामीलाई यस्तो सिकाइदिनु भएकोमा। यति भन्दै आजको भनाइ हामी यहीँ टुङ्गाउन चाहन्छौँ। कस्तो लाग्यो भन्नु होला। धन्यवाद।